पर्यो केटा हो केही भन्नु छ कमल केही भने नि जापानिज त केही भन्दैन कस्तो घामबाट हैन केही भन्नु छ भनेको डिप्रेसन ब्लगमा केही भन्नु छ म चाहिँ रेडी भइसक्यो काममा जान आज यहाँ एउटा चमिरे काममा जाऊ है केटा काम यस्तो खतरा हान्नु पर्छ हैन अनि हामीले काम हानेको देखेर पुरै हो के तर्साइदिनु पर्छ केटा हो घामबादी हान्नुपर्छ है नेपालीहरू फेरि ठग्ने होइन है खाइसम्म गएर धुस्ना काम हानिदिने हो क्या केही नभने नि इज्जत जोगियोस् के त्यो गएर ठगिया गर्ने अनि जीवनजीले यस्तो भन्नुहोस् कि ओइ माया कुरो के हो नेपालीहरू त आमा भने होस् न होइन हान्नु पर्यो केटा हो केही भन्नु छ कमल केही भने नि जापानिज त केही भन्दैन कस्तो घामबाट हैन केही भन्नु छ भनेको डिप्रेसन ब्लगमा केही भन्नु छ केही भन्नु छैन अब हैन जापानमा यस्तै हो अब